कसैले नसोचेको अर्को बोल्ड कदम चाल्दै रकेट गतिमा रहेको बालेन सरकार। एकसाथ 6 पूर्व प्रधानमन्त्री र 2 दर्जन मन्त्री जाकिँदै काण्डमा मुछिएका रासोपाकै सांसदलाई पनि कोचिँदैछ जेल। न काखा न पाखा, गलत गर्नेको हुने भयो खेल खतम। रवि लामिछानेले पनि दिए बालेनलाई यति ठूलो कन्फिडेन्स। दशकमा नभएको काम केही दिनमा हुँदैछ तमाम। भ्रष्ट र अपराधीहरूको हुने भयो निद हराम। दशकौंदेखि सिंहदरबारले जोगाएका फाइलहरू अहिले च्यातिँदै छैनन्, पल्टिँदैछन्। 6 जना पूर्व प्रधानमन्त्री, 2 दर्जन मन्त्री र आफ्नै पार्टीका सांसद। गलत गर्ने अब कोही सुरक्षित छैनन्, गलत नगर्ने सबैभन्दा सुरक्षित छन्। यो राज्य सत्ताको शुद्धिकरण हो वा नयाँ युगको खतरनाक सुरुवात? बालुवाटार अहिले पुरानो लयमा छैन। रकेट गतिमा दौडिएको बालेन्द्र शाह नेतृत्वको सरकारले नेपाली राजनीतिको त्यो रेड लाइन क्रस गरेको छ जुन छुन यसअघि कसैले हिम्मत गरेका थिएनन्। कुनै समय काठमाडौँको मेयर हुँदा मापदण्ड मिच्ने आफ्नै साथीको रेस्टुरेन्टमा डोजर चलाएका बालेन आज प्रधानमन्त्रीको कुर्सीमा बसेर देशका शक्तिशाली भिआइपीहरूको जग भत्काउँदैछन्। के भइरहेको छ? हल्ला होइन, अब तथ्य सुनौ। एक्सन सुरु भइसकेको छ। एक पूर्व प्रधानमन्त्री, 2 पूर्व मन्त्री र सांसद हिरासतमा पुगिसकेका छन्। पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउबा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, बाबुराम भट्टराई र झलनाथ खनाल विरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पूर्जी जारी गर्ने अन्तिम गृह कार्य भइरहेको छ। भदौ 23 र 24 को जेनजी आन्दोलनपछि शीर्ष नेता र तिनका परिवारको घरमा जलेका नोटका बिटाहरू अब प्रमाण बनेर बिउजिएका छन्। पोखराको फेवाताल अतिक्रमणदेखि लुम्बिनीकी सांसद रेखा शर्माको प्रकरणसम्म पुराना फाइलहरू एकैपटक खोलिएका छन्। गृहमन्त्री सुधन गुरुङले प्रश्न भनेका छन्, कानून भन्दा माथि कोही छैन। आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पनि छानबिनको डेन्जर जोनमा छन्। 100 दिनको काउन्टडाउन सुरु भएको छ र बालुवाटारबाट सचिवहरूलाई प्रधानमन्त्री बालेनको प्रश्न निर्देशन छ कि काम गर्नुस् कि बाटो छाड्नुस्। मन्त्रीलाई कानून पढाउने होइन, नतिजा दिने हो। मन्त्रीलाई पनि बालेनले नडराइकन काम गर्न र केही परे आफूलाई सम्झिन भनेका छन्। यसपटक प्रधानमन्त्री बालेन यो लडाईँमा एक्लै छैनन्। रासोपा सभापति रवि लामिछानेको दरिलो साथ र बलियो ब्याकअपले बालुवाटारको एक्सनलाई अझ